Hello guys, today I'm going to show my new क्यापो। आज चाहिँ हामी यो क्यापोलाई चाहिँ अनबक्सिङ हामी गर्नेछौँ। यो क्यापोमा चाहिँ यति लाइन मैले चाहिँ 700 रुपियाँ लगाएर चाहिँ ल्याएको छु। यहाँ चाहिँ के छ तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ रहेको छ यो क्यापोको प्रोटिन। त्यसपछि यो चाहिँ क्यापो रहेको छ। अनि त्यसपछि एउटा चीज रहेको छ, एउटा रहेको छ पिक। यो क्यापोको बारेमा हामी चाहिँ हेर्नुपर्दा चाहिँ यो क्यापो चाहिँ बबाल रहेको छ हैन, किनभने यस्तो खालको क्यापो चाहिँ अलिक महँगो पर्छ। अनि त्यसपछि यसको टिकाउ चाहिँ खतरा बबालै हुन्छ भन्नुपर्छ हैन। अनि नत्र भने अरू खालको क्यापो पनि हुन्छ, त्यो चाहिँ हल्का स्ट्रेट खालको हुन्छ क्या। त्यो क्यापो चाहिँ हल्का खप्दैन पनि हैन, तर यस्तो खालको क्यापो अलिक पछाडिपट्टि यस्तो खालको भएको क्यापो चाहिँ बबाल खप्छ पनि। अनि तपाईहरुले चाहिँ हल्का महँगो पनि पर्न जान्छ क्या। यसको चाहिँ हैन, यस्तोमा चाहिँ त्यो छ स्प्रिङ छ हैन। अनि त्यसपछि स्प्रिङले यस्तो गर्दा चाहिँ जान्छ, तल आउँछ जान्छ। अनि यो चाहिँ राम्रो हुन्छ हैन। अनि अर्को चाहिँ के फाइदा छ भने तपाईहरुले म भन्न चाहन्छु हैन, यो गिटारको जब तार स्ट्रिङ चाहिँ चुटिन्छ नि, तब चाहिँ त्यो स्ट्रिङ चुटिसकेपछि त्यो स्ट्रिङ फेर्ने बेलामा चाहिँ त्यो यसरी चाहिँ हातले निकालेर साध्य हुँदैन। तर हातले निकालेर साध्य नभएको कारणले चाहिँ तपाईहरुलाई चाहिँ यो यस्तो खालको क्यापो किन्नु भयो भने हैन, यो पाउन सक्नुहुन्छ। यसले चाहिँ यसरी क्या निकाल्नु सक्नुहुन्छ क्या, ठ्याक्क यसरी गरेर निकाल्न सक्नुहुन्छ। अनि यो चाहिँ बबा बेस्ट क्यापोहरुमा चाहिँ यस्तो खालको क्यापो चाहिँ बेस्ट हुन्छ। तपाईहरु पनि यस्तो खालको क्यापो किन्न नबिर्सनु होला हैन। धेरै परे पनि यसको चाहिँ टिकाउ पनि राम्रो हुन्छ, बबाल हुन्छ। त्यसपछि यसको चाहिँ के त सबै कुराहरु चाहिँ अब राम्रो भएको कारणले चाहिँ यसलाई चाहिँ अलिक धेरै नै पर्छ भन्नुपर्छ। अर्को क्यापो भन्दा पनि तपाईहरुले अब यस्तै खालको क्यापो किन्न सक्नुहुन्छ। अनि म तपाईहरुलाई सजेस्ट गर्न चाहन्छु, क्यापोहरुमा चाहिँ यस्तो क्यापो किन्नु चाहिँ तपाईहरुलाई बेस्ट हुन्छ। हेलो गाइस, टुडे आई एम गोइङ टु शो माई न्यू क्यापो। आज चाहिँ हामी यो क्यापोलाई चाहिँ अनबक्सिङ हामी गर्नेछौँ। यो क्यापोमा चाहिँ यति लाइन मैले चाहिँ 700 रुपियाँ लगाएर चाहिँ ल्याएको छु। यहाँ चाहिँ के छ तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ रहेको छ यो क्यापोको प्रोटिन। त्यसपछि यो चाहिँ क्यापो रहेको छ। अनि त्यसपछि एउटा चीज रहेको छ, एउटा रहेको छ पिक। यो क्यापोको बारेमा हामी चाहिँ हेर्नुपर्दा चाहिँ यो क्यापो चाहिँ बबाल रहेको छ हैन, किनभने यस्तो खालको क्यापो चाहिँ अलिक महँगो पर्छ। अनि त्यसपछि यसको टिकाउ चाहिँ खतरा बबालै हुन्छ भन्नुपर्छ हैन। अनि नत्र भने अरू खालको क्यापो पनि हुन्छ, त्यो चाहिँ हल्का स्ट्रेट खालको हुन्छ क्या। त्यो क्यापो चाहिँ हल्का खप्दैन पनि हैन, तर यस्तो खालको क्यापो अलिक पछाडिपट्टि यस्तो खालको भएको क्यापो चाहिँ बबाल खप्छ पनि। अनि तपाईहरुले चाहिँ हल्का महँगो पनि पर्न जान्छ क्या। यसको चाहिँ हैन, यस्तोमा चाहिँ त्यो छ स्प्रिङ छ हैन। अनि त्यसपछि स्प्रिङले यस्तो गर्दा चाहिँ जान्छ, तल आउँछ जान्छ। अनि यो चाहिँ राम्रो हुन्छ हैन। अनि अर्को चाहिँ के फाइदा छ भने तपाईहरुले म भन्न चाहन्छु हैन, यो गिटारको जब तार स्ट्रिङ चाहिँ चुटिन्छ नि, तब चाहिँ त्यो स्ट्रिङ चुटिसकेपछि त्यो